अब यो चस्मा मैले फिट गर्ने पालो सबैभन्दा पहिला मैले यसको यो लाइटलाई यो ब्याट्रीबाट डिस्कनेक्ट गरिदिन्छु अब तार जोडिदिन्छु राम्रोसित सोल्डिङ गरेर अब टेप लिएर यो ब्याट्रीलाई चस्मामा जोडिदिन्छु र यो सानो चार्जिङ प्लस स्विच बोर्डलाई म यसरी फिट गरिदिन्छु हल्का टिस्यु पेपर र धागो लगाएर त्यसको माथि टेप लगाएर ताकि यो दह्रो तरिकाले टाँसियोस् लाइटको तारलाई सोल्डिङ हान्दैछु यता हेर्न सक्नुहुन्छ र यो राम्रोसित काम गरिरहेको छ राम्रोसित तारहरू पनि जोडिसकेको छ यसमा टाँस्न पनि फेभिक्विक धागो र त्यसपछि टिस्यु पेपरको युज गर्छु ताकि यो इजिली ननिक्लियोस् यहाँबाट सेकेन्ड लाइटको वायरलाई पनि म फाइनली यसको मेन बोर्डसँग कनेक्ट गरिदिन्छु बाँकी हेर्न सक्नुहुन्छ यो राम्रोसित काम गरिरहेको छ अब यसको माथि मैले ब्ल्याक टेपहरूले राम्रोसित कभर गरिदिन्छु ताकि धेरै राम्रो देखियोस् यसैको साथै हेर्न सक्नुहुन्छ मेरो प्रोजेक्ट कम्प्लिट भइसकेको छ र बाँकी दुईटा लाइटहरू बाल्न सक्छु लेट्स गो राम्रोसित र यो राम्रो काम गरिरहेको छ